तपाई पनि आफ्नो घरमा रुफिङ गर्ने सोच्दै हुनुहुन्छ र कुन ठाउँको लागि कुन मटेरियलको प्रयोग गर्ने कन्फ्युजनमा हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नु होला। आज हामी तपाईको घरमा टेरेस, बाल्कनी र साथसाथै तपाईको पार्किङ एरियामा गरिने रुफिङको बारेमा कुरा गर्छौं। नम्बर 1 मा छ टेरेस रुफिङ। यदि तपाई टेरेसमा रुम एडिसन गर्दै हुनुहुन्छ भने तपाईले यूपीवीसी को रुफिङ गर्न सक्नुहुन्छ। यूपीवीसी अफोर्डेबल मटेरियल पनि हो र यसको साउन्ड इन्सुलेसन पनि अरु मटेरियल भन्दा राम्रो हुने भएर यूपीवीसी को प्रयोग गर्न सकिन्छ। त्यसै यदि तपाईलाई यूपीवीसी भन्दा पनि राम्रो साउन्ड इन्सुलेसन चाहिएको छ भने तपाईले डेक्रा सिट रुफिङ गर्न सक्नुहुन्छ। त्यसैगरी यदि तपाईले कौसीको लागि रुम एडिसन नगरेर रुफिङ मात्रै गर्ने सोच्नु भएको छ भने तपाईले पोलिकार्बोनेट सिट अथवा टफन ग्लास रुफिङ गर्न सक्नुहुन्छ। पोलिकार्बोनेट अफोर्डेबल अप्सनमा पर्छ भने टफन ग्लास चाहिँ तपाईको मोडर्न लुकको लागि बेस्ट हुन्छ। अब कुरा गरौँ बाल्कनीको बारेमा। बाल्कनीमा पनि तपाईले कौसीमा जस्तै टफन ग्लास अथवा पोलिकार्बोनेटकै रुफिङ हाल्न सक्नुहुन्छ। र अन्तिममा आउँछ पार्किङ सेट। घरमा पार्किङ सेट बनाउँदा तपाईले विशेष गरी टेन्साइल सिटको प्रयोग गर्न सक्नुहुन्छ। मार्केटमा अहिले टेन्साइल 600 GSM त्यसैगरी टेन्साइल 900 GSM को अवेलेबल छ। तपाईले आफ्नो आवश्यकता अनुसार यस्तो प्रकारको टेन्साइल सिट अथवा फाइबर ग्लास रुफिङ पनि गर्न सक्नुहुन्छ पार्किङ सेटको लागि। तपाईलाई चाहिँ आफ्नो घरमा रुफिङ गर्दा कुन मटेरियल बेस्ट लाग्छ कमेन्टमा भन्नु होला र आफ्नो घरमा पनि रुफिङ गर्ने सोच्दै हुनुहुन्छ भने कमेन्टमा इन्ट्रेस्टेड लेख्न सक्नुहुन्छ।